सुदूरपश्चिमका प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरूमध्ये यो घटालथान पनि एक पर्ने गर्दछ। डडेलधुरा सदरमुकामसँगै रहेका यी विभिन्न धार्मिक परम्परा सम्पदामा आज तपाईहरुलाई म घुमाउने छु। डडेलधुरामा रहेका यो घटालथान, उग्रतारा, त्यसैगरी पर्यटकीय स्थलका रूपमा रहेको अमरगढी किल्ला, त्यसैगरी अर्को बनेका थुप्रै यो सदरमुकाम आसपासमा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय सम्पदाहरूमा आज तपाईँ घुम्नुहुनेछ। डडेलधुरामा वीर अमरसिंह थापाले बनाएको ऐतिहासिक अमरगढी किल्ला होस् या डोटी राज्यको ग्रीष्मकालीन राजधानी अजमेरकोट हुँदै पवित्र महाभारत क्षेत्र पुग्न सकिन्छ। डडेलधुराकै प्रसिद्ध उग्रतारा मन्दिर होस् या महाकाली नदी किनारमै रहेको प्रसिद्ध धार्मिक स्थल परशुराम धाम, यी थुप्रै सम्पदाको बेजोड सङ्गम हो डडेलधुरा जिल्ला। डडेलधुरा सदरमुकाममै बसेर उग्रतारा मन्दिर, महाभारतकालीन योद्धा भीमका पुत्र घटोत्कच अर्थात् घटालथान, अमरसिंह थापाले बनाएको अमरगढी किल्ला, डोटिली राजा नागमल्लको अजयमेरू कोट, सूर्योदयका लागि कस्याको टाकुरो, 80 ग्राम लगायतका दर्जन पर्यटकीय तथा धार्मिक सम्पदाहरू अवलोकन तथा अध्ययन गर्न सकिन्छ। भनिएको पनि छ, यम यम चिन्तयते कामम तम तम प्राप्नोति निश्चितम। जो मानव जे चिताएर आउँछ त्यसका सम्पूर्ण कुराहरू पूरा हुन्छन् भन्ने कुरा उग्रताराको यस महिमाबाट हामी थाहा पाउन सक्दछौँ। यो आद्याशक्तिको रूपमा यसलाई हामी लिन सक्दछौँ। अब तपाईहरू जो पनि डडेलधुरा आउनु चाहनुहुन्छ, एकदमै सुन्दर ठाउँ छ, जता हेरे उतै रमाइलो। अझै यो मौसममा त हिमाल टक्क देखिन्छ, एकदम सफा सुन्दर शान्त देखिन्छ। त्यसका साथसाथै हाम्रो यहाँ धार्मिक पर्यटकहरू स्थलहरू पनि प्रशस्तै छन्। अब एकै दिनमा परशुराम, आलिताल, गन्याधुरा, उग्रतारा, अनि कस्या टाकुरा, अनि यो के भन्छन् हाम्रो अजयमेरू कोट, यस्ता देवी देवलहरू छन्। धेरै सौन्दर्य र एकदमै पौराणिक महत्त्वका छन् यी स्थलहरू। तपाईहरुलाई धेरै कुराको ज्ञान पनि हुनसक्छ। अनि धर्मसित आस्था राख्ने मान्छेलाई एउटा अर्को एकदमै कस्तो भने आनन्द फिल पनि हुन्छ। यी बाहेक ऐतिहासिक, पुरातात्विक र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण पर्यटक स्थल पर्याप्त छन्। डडेलधुरा जिल्ला धार्मिक पर्यटकीय हिसाबले एकदमै महत्त्व बोकेको जिल्ला हो। यसमा चाहिँ विभिन्न धार्मिक स्थल तथा पर्यटकीय स्थलहरू छन्, जहाँ सदरमुकाममा पुगिसकेपछि एकदमै हेर्नै पर्ने उग्रतारा मन्दिर, घटालथानको मन्दिर र यहाँ अमरगढी किल्ला छन् भने त्योभन्दा अलि टाढा गन्याधुराको गन्याताल मन्दिर छ। यसै गरेर नवदुर्गा मन्दिर छ। यो विभिन्न धार्मिक र पर्यटकीय स्थलले गर्दाखेरि डडेलधुरा एकदमै सुन्दर जिल्लाको रूपमा चिनिन्छ। सुन्दर सुदूरपश्चिमको एक पहाडी जिल्ला डडेलधुरामा प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक रूपमा समृद्ध जिल्ला हो। 5 दिनको प्याकेज बनाएर आउने पर्यटकका लागि भगवान परशुरामको तपस्या स्थल परशुराम धाम, औलौकिक आलिताल, समुद्री सतहदेखि 2002 मिटर अग्लो महाभारत क्षेत्रमा रहेको भागेश्वर मन्दिर, दर्जन पाटन भएको गन्याप क्षेत्र मजाले घुम्न सकिन्छ। पर्यटकीय पूर्वाधार विकास गरेर यसलाई मार्केटिङ गर्न सक्ने हो भने डडेलधुरा पर्यटकीय रूपमा गन्तव्य बन्न सक्छ। यदि तपाईँ डडेलधुरा सदरमुकाम छेउछाउमा आउनु भएको छ भने डडेलधुरा सदरमुकामको यो मेरो पृष्ठभूमिमा देखिने उग्रतारा मन्दिरसँगै अमरगढी किल्ला, त्यसैगरी प्रसिद्ध घटालथान, 80 ग्राम, नजिकै कस्याको टाकुरो लगायतका यी करिब 5 किलोमिटरको पेरिफेरीभित्रै थुप्रै धार्मिक तथा पर्यटकीय संरचनाहरूमा दर्शन र भ्रमण गर्न सक्नुहुनेछ। यी संरचनाहरू विशेष गरी पुरातात्विक र धेरै ऐतिहासिक पृष्ठभूमिका संरचना हुन्। यी संरचनामा तपाईहरूले आफ्नो पर्यटकीय तथा धार्मिक महत्त्वहरूलाई, यहाँको अवस्था कस्तो छ भनेर समेत जान्न सक्नुहुनेछ।